गाइड लदुम हामी त यहाँ थादैथौँ हैन यहाँ बल यहाँ लाथ तप्ला बल थादै थ फेन्टेले मथेउला ल माम लेचम पिली देखि लेचम पिली उदेला दौती दालामा बन लेचम पिली के बोतो हातमा माम हो माम थातो हो वेलकम टु माई न्यू ब्लग। सो अहिले चाहिँ दिनको 2 बजिरहेको छ अनि दसैँ पनि आयो अनि गइ पनि सक्यो जान्छु पनि नभनी अनि अहिले चाहिँ तिहार हो। सो आज चाहिँ के हो भन्दाखेरि कुकुर तिहार हो। सो के भन्न चाहन्छु भने सबैजनालाई ह्याप्पी तिहार मेरो तर्फबाट। सो अनि अहिले चाहिँ मैले फुल सेलाउनु आँटिरहेको छु त्यो ढोकामा हाल्नुको लागि। अनि आज मैले बिहानदेखि के गरेँ भनेर भन्छु ल। सो बिहानै उठेँ म, त्यसपछि के गरेँ भन्दाखेरि गीत बजाएँ हामीले सिसिर मैले स्पिकरमा बजाएर अनि लोड गीत गायो कति घन्टासम्म हैन, एनर्जी नै सकिने गरी। त्यसपछि आएँ अनि मासु पकाएँ मासु चाहिँ कसैले ल्याएको दिदीले ल्याएको मासु पकाएँ सुँगुरको मासु। अनि त्यसपछि खायौँ अनि अहिले यतिकै छु। अनि अब चाहिँ फुल सिलाउनु आँटेको त्यो अब चाहिँ फुल टिपौँ त्यसपछि सिलाउँ। त्यो रातै यहाँ छ, यसलाई तिहार लागेको छ। आई मिन यो माला लगाइदिनु भएको छ। ह्याप्पी कुकुर तिहार। बुढो भइसक्यो यो। तिमी नाते त हो यता यता हो। सो अहिले चाहिँ हामी फुल टिप्नु जानु आँटेको यसमा जाने होइन। सो यो चाहिँ हाम्रो कोदोबारी। वाउ क्या दामी देखिरहेछ। अहिले चाहिँ हामी जाँदैछौँ कोदोबारीबाट योसँग। हेलो गो ल स्टार्ट। बोल बोल। हामी के गर्दैछौँ? ल डल्लो पक्ला ल ल। अब बोल त्यही नल नल तिमी त्यसरी नै बोल। हेलो म के गर्दैछु भन्देऊ। दादा फुल टिप्दै हुनुहुन्छ भन्देऊ न। सो अब चाहिँ यसले फुल टिप्ने अरे भन्दा पनि यसले टिप्दैछ। बिस्तारी बिस्तारी ल लाख ल राख अझै टिप। यसलाई त आउँदैन रहेछ नि त। ल राख 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 राख। दुईटा टिप्ने अरे। गुड। हामीले फुल टिपिसक्यौँ। अघि पनि ओसारेको यहाँ पनि छ झोलामा देखाइदेऊ। इ वाउ 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 वाउ। हाम्रो चाहिँ यति हो टोटल फुल। दुई खालको छ, एउटा येल्लो एउटा अलिक ओरेन्ज ओरेन्ज। यसलाई मस्त पारामा उन्ने हो। तिमी पनि उन्ने हो। उसलाई त आउँदैन होइन, यसरी गल्लाउने हो। ओइ धोलो हामीले कस्तो देखियो। हेलो व्हाट्सअप ह्याप्पी तिहार भनिदेऊ। ह्याप्पी बुली। सो गाइज अब चाहिँ म सिलाउनु आँटेको। यो चाहिँ सियो। अब फुल यसरी सिउनु पर्छ। फुल भुइँमा ढाल्नु हुँदैन है। ए पक्का पक्का नलाउ यहाँ। सो गाइज होइन सिलाउँदैछु म अघिदेखि तिहारको लागि। अब धेरै जसो त केटीले सिलाउँछ नि त, तर म त केटा हो तर म सिलाउँदैछु आज। केही छैन यहाँ देखाइदिने यतादेखि। न यहाँ उन्दैछु यहाँ देखियो। हाम्रो एउटा माला रेडी भइसक्यो झ्यालमा लाउनुको लागि। यति लामो सर्पा जस्तो छोड्नु छोड्नु छोड्नु। अनि उहाँ चाहिँ तुम्बा हो। यो रमाको हेर्नु न, यो रमाको। यसले त आज तक नगर्नु ल। सो गाइज यो चाहिँ माला भयो होइन। अब यसलाई चाहिँ यता झ्यालमा झुन्डाउने हो। सो लेट्स गो। आउनु ल अब
फुलपति है लडी बडी है सरी छ हजुर मनैमा परी छ ओइ भाइ एकदम हाम्रो झ्याल एकदम गाइस हाम्रो झ्यालमा दामी भयो हो कि हैन भन्नु त यस बाजे पेपी हो गया हाम्रो लोहोटामा पनि भइसक्यो अब त्यसमा लाउने हो अनि रहिमगाजी यहाँ हेर्नु आउनु भएको छ सक्यो फुल पनि यहाँ यति उब्रियो एउटा बिरालोलाई लगाइदिन एउटा लोहोटालाई हो ह्याप्पी कुकुर तिहार ह्याप्पी कुकुर तिहार ह्याप्पी कुकुर तिहार हाम्रो गाक्रीमा पनि भयो अनि दुईटै लोहोटामा पनि भयो सो हाउ आर यु फिलिङ चस्पो गर्नुहुन्छ 4 बजे होइन 2 बजेदेखि स्टार्ट गरेको बल्ल फुल उनेर पनि सक्यो इन्डियामा चाहिँ दिवाली हुन्छ इन्डियामा चाहिँ दिवाली हुन्छ यहाँ चाहिँ नेपालमा चाहिँ तिहार सो या तेरो घर त आउनु भ्याएको छैन म जानु पर्छ हामी चुला बनाएर राख्छौँ ल अहिले खानु जानु पर्छ दिस इज आवर ढुङ्गा के गर्नु आँटेको अहिले भन्छु ल तपाईँहरूलाई अब यसले बोक्यो होइन यसरी हिरो भएर बाहुबली चेन्ज भइसकेको छ यता हो यता कता यहाँ चाहिँ एकदम दामी बस्ने ठाउँ छ होइन यो मुढाहरू अस्ति हामीले बनाएको अनि अहिलेको ढुङ्गा चाहिँ हामीले यहाँ राखिदिउँ अनि आज चाहिँ हामीले के गर्नु आँटेको भन्दाखेरि चाहिँ मासु बोलेर खानु आँटेको आई मिन पाडी साडी हुन्छ नि चिल यो चाहिँ मुढा छ नि यहाँ चाहिँ यसरी बस्ने अनि यसरी गफ हान्ने हो मासुहरू ल्याउने डिउसीहरू ल्याउने होइन अनि पोल दिने उयो ढुङ्गामा होइन ढुङ्गा होइन त्यो मार्बल हो मार्बलमा पोल दिने त्यसपछि खाइदिने हो चटनीसँग या द्याट्स इट सुरुमा चाहिँ अब चोकतिर जाने मासु सासु यताउतिहरू लिएर आउने त्यसपछि हजुर मासु त होपी भने होपी अघिले भनेको जस्तै लाग्यो क्या मलाई म चाहिँ सिसिलीसँग गएको होइन यता दाजुहरूकोमा तास खेल्ने स्टार्ट हान्थ्यो त्यसले म चाहिँ उता जान्छु यसो प्र्याक्टिस भनेर गीत गाउँदै बस्दिन्छु नि त म त अहिले चाहिँ म यता आइसकेँ होइन अब चाहिँ एकछिन गीत गाउँछु दामी पारेमा ती पनि गाउने हो गुड अघिको छ अलि अब त्यही गुड पार्टी खानु पर्यो भनेको त क्यान्सल भइगयो नि मासु नै सक्यो अरे तल दोकानमा अनि के गर्नु त अब त्यसपछि त्यो सो क्यान्सल भयो चोकै होइन अनि अहिले चाहिँ म चोक जाँदैछु अहिले चाहिँ म चोक पुगेर पनि आइसकेँ होइन अनि यहाँ चाहिँ अङ्कलहरूको घर चाहिँ आज दामी बनाउनु भएछ हेर्नु त है ड्याङ ड्याङ क्यान्डल लाएर तिमीले बनाउनु भएको ल जाकेर नै यो कसले बनाएको अनि के गरे आन्टी बोल्दैन यहाँ के भएको होला नि काकाले पठाएको हेलो दाइ यो आलु यो अट्ठा यो अट्ठा अनि यो अट्ठा लगत लेट मामु ले काजा मला छ अनि नामा नसोदो अनि के हुन्छ थप्पा यता चार तेन छ अनि मला अनि देखाइदिन्छु यहाँ लगत हैप्पी बर्थडे ल झिलिमिली भयो आन्टीहरूको घर दामी भयो बाई बाई सो आज हाम्रो घरमा चाहिँ पूजा गर्नुभएको छ मम्मीले लक्ष्मी पूजाको दिन दियोहरू बालेर काँसको थालमा फुलहरू राखेर अनि यो सबै के को हो यो तामाको यो रक्सी पार्ने हो यो भाँडा हो यो गाग्री हो त्यो पनि रक्सी पार्ने हो अनि यहाँ फुल छ अनि यहाँ यो धुप बालिराख्नु भएको छ अनि यहाँ कुपी बालिराख्नु भएको छ अनि यहाँ चाहिँ मम्मी हाँस्दै हुनुहुन्छ सो तपाईँ के भन्न चाहनुहुन्छ तिहारको उपलक्ष्यमा के भन्नु ह्याप्पी तिहार भन्नु ह्याप्पी तिहार
ह्याप्पी तिहार। सो अहिले चाहिँ रातिको 6 बजिसक्यो अनि अहिले चाहिँ म हाम्रो स्टुडियोमा छु। मतलब अहिले हाम्रो तिहारको लागि देउसी खेल्नुको लागि हामीले प्र्याक्टिस गर्दैछौँ नि त, गिटारहरू यताउति के गाना सिक्दैछौँ। सो यहाँ छ क्याजल बक्स, एउटा गिटार यता छ, यो साउन्ड बक्स, यो माइक, यो चाहिँ पालिकाको ल्याएको छौँ हामीले, यो पियानो हो। अनि यो गिटारको यो साउन्ड बक्स मतलब गिटार जोडेर त्यहाँ बजाउने हो। अनि यहाँ 2टा गिटार छ। सो आज चाहिँ तिहार थियो, फर्स्ट दिन हिजोदेखि स्टार्ट होला। हिजो के तिहार? आज कुकुर तिहार, हिजो काग तिहार। सो आज कुकुर तिहार थियो। सो थ्याङ्क यू सो मच फर वाचिङ। र च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला, अनि मन पऱ्यो भने लाइक गरिदिनु होला।